नमस्कार साथीहरू, म सौदीदेखि स्वागत छ तपाईहरूलाई मेरो एनएमके टाइप च्यानलमा। आजको यो भिडियोमा म एसटिसीको एटिएम कार्ड ब्लक भएको बेलामा कसरी अनब्लक गर्ने भन्ने विषयमा कुरा गर्दैछु र सजिलो तरिकाले तपाईहरूलाई बुझाउनेछु। धेरै जनाको कार्ड ब्लक हुने समस्या आउँछ किनभने कार्ड मिसयुज भयो, पिआइएन गलत हुँदा या त हामीले आफै नै कार्ड ब्लक गरेका हुन्छौँ। अब यो कार्डलाई अनब्लक गर्नको लागि के गर्न पर्छ भनेर बुझाउँछु है त। पहिले एसटिसी को एप खोल्नुहोस् र आफ्नो पासपोर्ट हाल्नुहोस्। रकात भन्ने सेक्सनमा जानुहोस् जहाँ एटिएम कार्डको विवरण हुन्छ। ब्लक भएको कार्डमा क्लिक गर्ने, त्यसै कार्डमा क्लिक गर्नुहोस्। त्यसपछि त्यहाँ केही ओछ्न र चेन्ज पिनमा गएर फेरि चेन्ज पिनलाई ओके गर्नुहोस्। त्यसपछि आफूलाई सजिलो हुने गरी र नबिर्सिने खालको एउटा नयाँ पिन कोड त्यहाँ हाल्नुहोस्। फेरि अर्को पल्ट नि सेम पिन हाल्नुहोस्। त्यसपछि केही समयमै तपाईको सोही सिम कार्ड भएको मोबाइलमा कोड छ। त्यो कोडलाई त्यहाँ देखाएको ठाउँमा हाल्नुहोस्। अब बाक गरेर हेर्नुहोला तपाईको कार्डमा लागेको ब्लक हटिसकेको हुनेछ र तपाईँ नजिकैको एटिएम मेसिनमा गएर आफ्नो कार्ड फेरि प्रयोग गर्न सक्नुहुनेछ। कुनै केसमा कार्ड स्थायी रूपमा ब्लक सक्छ, त्यस्तो बेलामा एसटिसी को कस्टमर सर्भिसमा कल वा मेसेज गर्नुपर्नेछ र तपाईको कार्डको पिआइएन वा पासवर्डलाई सुरक्षित राख्नुहोस्। कुनै शङ्का लाग्दो एक्टिभिटी देखिएमा कार्ड ब्लक गर्नु तपाईको आगामी दिनका लागि राम्रो हुनेछ। अनब्लक गरेपछि कार्ड सामान्य रूपमा प्रयोग गर्न सक्नुहुन्छ। यो भिडियोले तपाईहरूलाई सहयोग पुग्छ भन्ने विश्वास छ। भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। अझ धेरै उपयोगी भिडियोहरूका लागि मलाई सपोर्ट गर्नुहोस्। धन्यवाद।